हेलो एभ्रिवान, कहाँ होला साथीभाइहरू, कता कता होला। हाम्रो देशमा त उथल पुथल भइरहेको छ गाइस हो। नेपालमा धेरै अशान्ति फैलिरहेको छ। अब राजा रानी के ल्याउने भनेर हैन, अब पुरै देशमा यस्तो भइरहेछ। के भएको होला हाम्रो देश, के भएको होला यस्तो है। वाक्क दिक्क लागिसक्यो। अब हिजोको न्युजहरू त हिजो त अब के भयो होला हैन, त्यो सबैलाई थाहा पनि भइसक्यो होला देश विदेशमा हैन। हिजो अब कति 100 जना घाइते, अब 2-3 जना चाहिँ ज्यानै गुमायो भन्ने हैन समाचारमा छ। बिचराहरू के भएको होला यो, के तन्त्र मन्त्र के जन्त्र के ल्याउने भनेर हैन, यस्तो भइराखेको छ कि नेपालमा उथल पुथल है। म त यस्तो लाग्छ कि अब हाम्रो के भएको के हाम्रो जनताहरू हैन, के भएको भनेको कुन चाहिँ राइट वे कुन चाहिँ रङ वे भनेर पनि आफूले नै छुटाउन सक्छ हैन। अब जताबाट पनि पेलिने भनेको हाम्रो जनताहरू नै हो हैन। जताबाट पेलिने भन्यो हाम्रै जनता, हाम्रै सानातिना जनताहरू हुन् हैन। पेलिने चाहिँ अब भन्छन् नि, एउटा उखानमा भन्छन् नि, साँडेको जुदाई बाछाको मिचाइ भने जस्तै त्यस्तै भइरहेको छ हैन। अब के भन्ने हैन, अब त्यो अब भाटबटिनीमा अब हेर के भयो त्यस्तो, त्यो चर्तिकालाई के हो त्यस्तो, त्यो पुरा हैन। अब बङ्गलादेश भन्दा पनि अब सबैले त बङ्गलादेश नै हुन्छ भन्छ क्या, नेपाल पनि। त्यो लाजको मर्दो हैन, हग्नेलाई भन्दा देख्नेलाई लाज भनेको जस्तो त खानु नपाएको जस्तो त्यो के भएको क्या त्यस्तो। त्यो बियरहरू लिएर त्यो के त्यो फालफुलहरू लिएर त्यो पुरा त्यो लुकाएर हैन, त्यस्तो अब के लुकाएर के भन्ने हैन। अब त्यस्तरी गर्नै हुन्न थियो क्या। त्यो भनेको एकदम भेरी ब्याड र एकदम ननसेन्स त्यो गरिराखेको तिनीहरूले गरेको हो हैन। त्यो चाहिँ भेरी ब्याड हैन। त्यो हेर्नेलाई पनि कस्तो नराम्रो लाग्छ कि त्यो गरेको देखेर हैन। अब के भएको के म अचम्म लागेर आउँछ कि हाम्रो देशको यो सबै उस्तो हो के। त्यही भएर मलाई चाहिँ के आई हेट पोलिटिक्स है। म राजनीति पनि मलाई हेट पनि लाग्छ। मलाई यस्तो सुन्नु पनि मन लाग्दैन, गर्नु पनि मन लाग्दैन हैन। कस्तो लाग्छ कि एकदम नराम्रो लाग्छ। र म पहिलाचोटि म यस्तो यो कुराहरू हैन जुन चाहिँ हैन देखेर अब हुन्छ नि त मान्छेलाई अब कस्तो हुन्छ नि त हैन, खपि नसक्नु हैन देखेको कुरा।